हिम्मत नहारौँ। आज म 5वटा कुराहरू लिएर आएको छु। 5वटा अवस्थामा तपाईले कहिले पनि हिम्मत हार्ने नगर्नुस्। यदि तपाईले हिम्मत यस्तो अवस्थामा हार्नुभयो भने तपाई अघि बढ्न सक्नुहुन्न। त्यसैले यी कुरामा यो अवस्थामा कहिले पनि हिम्मत हार्ने नगर्नुस्। नम्बर 1, जब काम बिग्रिन्छ मान्छेले के गर्छ र हिम्मत हार्ने गर्छ। यस्तो अवस्थामा हिम्मत कहिले नहार्नुस्। काम गरेपछि बिग्रिने हो, नगरेपछि बिग्रिने होइन। त्यसैले अलिकति काम बिग्रिँदैमा हिम्मत हार्ने नगरौँ। हामीले अलिकति काम बिग्रिँदैमा निराशा हुन जान्छौँ। त्यसैले निराशा हुने काम नगर्नुस्, हिम्मत नहार्नुस्। तपाईले त्यो बिग्रिएको कामबाट सिक्नुस्, सुधार्नुस्, त्यो कामलाई सुधार्नुस् र तपाईले अघि बढ्ने काम गर्नुस्। नम्बर 2, जब पैसा कम हुन्छ, ऋण धेरै लाग्छ। पैसा त कम भइहाल्छ नि, मान्छेको जिन्दगीमा त पैसा कहिले पुग्दैन जस्तो लाग्छ। त्यसैले अलिकति ऋण हुँदैमा, हामीले थोरै पैसा हुँदैमा, त्यो चाहिँ हामीले यस्तो अवस्थामा हामीले हिम्मत हार्नु हुँदैन। पैसा कमाउने बाटो खोज्नुस्। पैसा कमाउने बाटो खोज्यो भने ऋण पक्कै पनि चुक्त हुन सक्छ अथवा ऋण मुक्त हुन सकिन्छ। त्यसैले अलिकति ऋण लाग्दैमा चाहिँ आत्तिने कुरा नगर्नुस्, आत्तिने काम नगर्नुस् हैन। पैसा कमाउने बाटो खोज्नुस्, ऋण कसरी तिर्न सकिन्छ भन्ने त्यो उपायहरू खोज्नुस्। यस्तो गरियो भने पक्कै पनि अघि बढ्न सकिन्छ। त्यसैले जब पैसा कम हुँदैमा, ऋण धेरै लाग्दैमा चाहिँ आत्तिने काम नगर्नुस्। नम्बर 3, जब चिन्ताले तपाईलाई सताइरहेको हुन्छ। मान्छेलाई अलिकति चिन्ताले सताउँछ हैन। चिन्ताले सताउनु भनेको अलिकति हामीले केही गल्ती भएको अवस्थामा, केही कमी महसुस हुँदैमा हामीलाई के हुन्छ त चिन्ता हुने बढ्ने गर्छ। त्यस्तो अवस्थामा अब तपाईहरू चाहिँ आत्ताकाउनु हुँदैन, हार मान्नु हुँदैन, आत्तिनु हुँदैन। यस्तो अवस्थामा चाहिँ आत्तियो भने चाहिँ अघि बढ्न सकिँदैन। त्यसैले चिन्ता हुँदैमा, तपाईले चिन्ता सताइरहेको अवस्थामा, भइरहेको अवस्थामा चाहिँ आत्तिनु हुँदैन। हिम्मत हार्नु नहारौँ हैन। यस्तो अवस्थामा हिम्मत हार्नु हुँदैन। नम्बर 4, गति सुस्त भए पनि सङ्घर्ष त्याग्नुहोस्। गति सुस्त भए पनि सङ्घर्ष चाहिँ नत्याग्नुहोस्। यदि तपाईले गति अलिकति ढिलो हुँदैमा, गति चाहिँ बिस्तारै हुँदैमा, अलि बिस्तारै बढ्दै गर्दा पनि चाहिँ अघि बढ्न सकिन्छ। अलि स्लो हुँदैमा, अलि बिस्तारै गति हुँदैमा चाहिँ सङ्घर्ष गर्न नछोड्नुस्। किनभने निरन्तर काम गरियो भने हामीले सङ्घर्ष गर्दै गऱ्यो भने हामी सुस्त भए पनि, बिस्तारै भए पनि हामी अघि बढ्न सक्छौँ। नम्बर 5, असफलतामै सफलता लुकेको हुन्छ। असफलतामै सफलता लुकेको हुन्छ। मान्छेले जब काम गर्छ, असफल हुन्छ, असफलबाट सिक्छ, त्यसपछि मात्रै उसले सफलता पाउँछ। यदि तपाईले असफलता हुँदैमा तपाईले आत्तिनुभयो भने त्यो बेला चाहिँ तपाईले सफलता पाउन सक्नुहुन्न। असफलता हुँदैमा तपाईले निराश नहुनुस्, हिम्मत नहार्नुस्। किनकि असफलता पछि नै पाउने सफलता नै हो। त्यसैले असफलतामै सफलता लुकेको हुन्छ। त्यसैले तपाईँ चाहिँ सफल बन्ने काम गर्नुस्, सफल अघि बढ्नको लागि काम गर्नुस्। असफल हुँदैमा नअत्तिनुस्, नअत्तिकन तपाईँ काम गर्नुस्, अघि बढ्नुस्।